साथीहरु है 2026 को असिना है तनावग्रस्त छ है। असिनाले चाहिँ गर्नुसम्मको क्षति गर्यो बोट बिरुवाहरू है। यसो अलिअलि उम्रिने गरेको सागपात मकैहरू है सिनिकै सक्यो, सिनिकै केही राखेन हो। म चाहिँ अब मेरो गाडी पनि अब है तल रोडमा छ है। बाटो सिसाहरू फुटायो कि है कति चाह्यो हेर्नु गएको। क्षतिग्रस्त तनाव छ, तनाव आम्मै असिना टेकिसक्छ छैन भुइँहरू हो। अत्याचारै आउनुसम्म आयो असिना पनि। यो थामी नसके आयो आउनु चाहिँ। यतिको असिना चाहिँ अब मैले आज भन्दा नि लगभग 35 वर्ष अगाडि थाहा पाएको थियो होला एकपल्ट कि। त्यो चाहिँ देवी पूजाको दिन आएको थियो। देवी पूजाको दिन आएको थियो है। हामी स्कुलबाट आउँदै गर्दा आजभन्दा लगभग 35 वर्ष अगाडिको रेकर्ड चाहिँ ब्रेक गरेकै जस्तो लाग्यो छुजाचिन एरियामा चाहिँ हो। यति साह्रो तनावग्रस्त असिना छ हो। अनि गाडीको बाह्र सिसाहरू फुटायो कि है। बोटबाट चाहिँ असिना आउँदाखेरि गाडीको सिसाहरू फुटाएको थियो। गाडी त कति फुटायो हेर्नुपर्छ। अनि अब अत्यन्तै रुखपातहरू झार जङ्गल बारबिरुवाहरू केही राखेन हो। अलिअलि इस्कुसको मुन्टाहरू आउँदै थियो है। खोर्सानी रोपेको केही राखेन, केही राख्नु चाहिँ हो आजको असिनाले चाहिँ। अनि बात है सिसाहरू गाडीको फुटायो कि भनेर हेर्नु आएको छु है। नफुटाउनु पर्ने अब कम्पनीले अरिजिनलै दिन्छ भन्छ। किन्तु अरिजिनल सिसा नफुटाउनु पर्ने भनेको अब हेर्नु है भुइँ टेकिसक्छ छैन। यो आम्मै अत्यन्तै लड्ला अवस्था पनि छ हो। गाडी चाहिँ अब त्यति साह्रो त कुचाएन जस्तो कुचाउनु त हो। सिसाहरू फुटाएको पनि त्यस्तो छैन। हेर्नु चाहिँ ए आम्मै ए सिसा गाडीमा चाहिँ हो ए असिना चाहिँ हो। चिसो त छुनु साह्रै हुँदैन त। अब के गर्नु माया लाग्छ गाडीको त हो। यस्तो अवस्था बनाए यस्तो अवस्था अचम्मै। भुइँ रोडहरू चाहिँ अब यो सेतामे नै छ, सेतामे पुरै हो। असिना चाहिँ अत्यन्तै तनावग्रस्त आएको हो, तनावग्रस्त। काहीँ पनि अब कालो भन्ने चाहिँ देखिँदैन, सेतै सेतो छ रोड सबै। ल साथी अरू ठाउँ कस्तो कस्तो के भयो हाम्रो छुजाचिन कन्सेन्जीको है पोस्ट सके छुजाचिन जिपिओ पोस्ट सकेमा है। यो चाहिँ पोस्ट सकेको अपडेट।